आज भोलि गाउँ पुरै रित्तो छ, आज भोलि गाउँ पुरै सुनसान छ। सबजना साथी खाडीमा छ, कोही पनि तातो घाममा बेल्चा हानिरहेको छ। कसैलाई रहर छ, कसैलाई बाध्यता। यहाँनिर गाउँको हालत सबै बिग्रिसक्यो, गाउँको कुरा छोड्दै बाहेक देशको हालत लथालिङ्ग छ। अब केही हुँदैन नेपालमा बसेर, सबैले सोच यहाँनिर विदेश जाने बनाइसक्यो। केही हुँदैन नेपालमा बसेर, सबैले सोच अब विदेश जाने बनाइसक्यो। मलाई जाँदा पनि अब पैसा तिर्नु पर्छ। गाउँमा कोही युवा मान्छेहरू कोही छैन, गाउँमा सबैजना बुढा खाकाहरू छ। अबको युवाहरू सबै विदेशमा नै छ। 19 वर्ष कटेपछि पासपोर्ट लिने सबले विदेशमा जाने अनि सबैले ऋण तिर्ने। बाँकी मानी यही छ, केही गर्न सकेन। नेपालमा बसेर अब केही हुँदैन। मेरो सोच बदलिसक्यो, म गाउँमा थियो, विदेश जानदेखि डर लाग्थ्यो। आज भोलि विदेश जाने एउटा सपना देख्दैछु, झुपडीको घरलाई सजाउने देख्दैछु। केही हुँदैन नेपालमा बसेर, अब विदेश जानुपर्छ पासपोर्ट भिजा लिएर। के पनि हुँदैन नेपालमा बसेर, अब विदेश जानुपर्छ पासपोर्ट भिजा लिएर।